17 मार्चको नेप्से एनालाइसिस गरौँ है त। अब के कस्तो भयो त आज भन्ने कुराहरू चाहिँ अब हामी हेर्छौँ है। सो के भइरहेछ त, यो लेभल एकदमै क्रुसियल लेभलहरू छ है त। सो यो लेभलमा टाइट एक्सनहरू पनि हुन थालिरहेछ नेप्से है। सो अब यसरी नै टाइट एक्सन भएर ब्रेकआउट दिन्छ भने मेबी यो ग्याप पनि यसले फिल नगरिकन माथि नै जान सक्छ, विच इज मोर पावरफुल होइन। ग्याप फिल गर्ने भन्दा पनि ग्याप फिल नगरिकन जान्छ भने झन् पावरफुल हुन्छ, जसले चाहिँ डिमान्ड धेरै छ भन्ने कुरा जनाउँछ। सो आज के भयो त भन्दाखेरि हामीले हेर्न सकिन्छ यो क्यान्डलको लोहरू ब्रेक गरेको थियो सुरुमा होइन, जस्तो देखाइरहेको थियो। बट फेरि पछि बुल्स ह्याभी भएर त्यसलाई रिकभर गर्यो क्यान्डल होइन, माथि लगेर क्लोज गरेको छ। एन्ड 13 पोइन्टको आज पोजिटिभ पनि भएको छ र 0.48% पर्सेन्टेजको पोजिटिभ हामीले देख्न सकिन्छ आजको मार्केटमा। र भोल्युम एक्सनहरू हामीले लगातार हामी हेर्छौँ भने एभरेज भोल्युमभन्दा माथि आइरहेछ है त। एभरेज भोल्युमभन्दा माथि आइरहेछ विच इज पोजिटिभ होइन। अब ब्रेकआउटहरू आउँदाखेरि यसको डबल भोल्युमहरू आउँछ भने जसले चाहिँ यो माथिको 3000 को लेभल्सहरू चाहिँ ब्रेकआउट गर्नलाई हेल्प पुग्छ है। सो ओभरअल सिनारियो के छ त, एकदम राम्रो सिनारियो चाहिँ देखिरहेछ अहिलेको अवस्थामा होइन। सो त्यही हो, अब त्यही अनुसारले चाहिँ आफ्नो स्टक्सहरू चाहिँ छानेर चाहिँ आफ्नो ट्रेड गर्नुपर्ने हुन्छ है त्यस्तो बेलामा। र यसको साथसाथै मलाई एउटा राम्रो एक्सन्सहरू देखिरहेको थिएँ होइन, के अरे सेक्टर्सहरूमा राम्रो एक्सन्सहरू हुँदैछ, राम्रो प्राइस एक्सन्सहरू बनाइरहेछ होइन। सो त्यसको सिलसिलामा चाहिँ मैले हेरिरहेको थिएँ र हाइड्रोको एकदमै टाइट एक्सनहरू है, कस्तो मजाको टाइट एक्सन्सहरू यहाँ देखिरहेछ। सो यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ एकदम राम्रो मोमेन्टम आउन सक्छ भन्ने कुराहरू चाहिँ देखाइरहेछ है त। सो लेट्स सी कसरी वर्कआउट गर्छ यो है अहिलेको अवस्थामा चाहिँ। अब यस्तो टाइट एक्सनहरू चाहिँ रियरली देखिन्छ है त, रियरली देखिन्छ। अब यहाँ देखेको थियो, अरू बेला कहिले देखेको थियो, यो लेभलमा देखाएको थियो होइन, त्यसपछि यो लेभलतिर देखेको थियो। सो यस्तो टाइट एक्सन भइसकेपछि चाहिँ युजली यदि माथिको हाईहरू ब्रेक गरेर जान्छ भने एउटा राम्रो मुभ्सहरू चाहिँ आउने गर्दछ युजली है त। सो एक्सपेक्ट गरौँ कि योचोटि पनि राम्रो मुभ्सहरू आओस् होइन। र आज हामी हेरौँ के कस्तो भयो त, कुन कुन सेक्टर्सहरू बढ्यो, लाइक यिनीहरू आइपिओ स्टक्सहरू त बढ्ने नै भयो होइन। त्यस्तै आज पनि हामी हेर्छौँ भने तपाईँको म्याक्सिमम हाइड्रो स्टक्स नै हाबी भइरहेछ, हाइड्रो स्टक्सले नै बढी रिटर्नहरू दिइरहेछ होइन। आजको गेनर्सहरूमा हाइड्रो स्टक्स नै आएछ भने लुजर्समा हेर्न सकिन्छ ओहेवा आएछ होइन, झापा। सो यस्तो स्टक्सहरू चाहिँ के छ त लुजर्समा देखा परिरहेछ आजको दिनमा है। र हामीले हेर्न सकिन्छ आज पनि हाबी के को भएको छ त, हाइड्रो सेक्टर्सको स्टक्सहरू नै हाबी भएको देखिन्छ। टर्नओभरमा पनि हामी हेर्छौँ भने के छ, सबै स्टक्स हाइड्रोकै रहेछ होइन। सो के देखाउँछ त भन्दाखेरि हाइड्रोमा मोमेन्टम आउन खोजिरहेछ, हाइड्रोको स्टक्सहरू चाहिँ एकदम राम्रोसँगले सेटअपहरू गरिरहेछ भन्ने कुराहरू चाहिँ प्रोभाब्ली हामीले भन्न सकिन्छ है त। सो अब हामी जाउँ केमा त भन्दाखेरि सम अफ दि क्वेसन्सहरू स्टक्सहरू तपाईँले सोध्नु भएको म एनालाइसिस गरिदिन्छु है। लेट्स डु इट है त। अब के कस्तो छ एनालाइसिस आजको हेरौँ। हिजोको भिडियोमा गरेको क्वेसन्सहरूको एन्सरहरू हामी गर्छु। एसडिएसपिसीको टार्गेट एन्ड चार्ट एनालाइसिस भन्नुपर्छ। एसडिएसपिसी के कस्तो छ त एसडिएसपिसी भन्दाखेरि चाहिँ अब यो ओभरअल सेलिङको लागि हेर्न सकिन्छ होइन। अब यो छिरिसकेको छ तपाईँको सेलिङ जोनतिर, त्यसको लागि चाहिँ सेलिङको लागि चाहिँ हामीले हेर्न सकिन्छ होइन। रेजिस्ट्यान्सतिर जाँदैछ अहिलेको अवस्थामा। एन्ड विच वेबसाइट डु यु युज फर चार्ट एनालाइसिस? म नेप्से अल्फा युज गर्छु। बेटा स्टक्स कसरी थाहा पाउने? बेटा स्टक्स थाहा पाउनलाई चाहिँ अब कुनै पनि स्टक्स तपाईँले यहाँ हान्नुभयो भने यहीँ आउँछ बेटा भ्यालु होइन, बेटा 1.6। युजली 1 भन्दा एबभ छ भने चाहिँ त्यसलाई ट्रेडको लागि राख्न सकिन्छ हामीले है। एन्ड अर्को वरुण एमएसएचएल एन्ड एनएसडिएलको ब्रोकर होल्डिङ प्लस एनालाइसिस। वरुण ब्रोकर होल्डिङ, वरुणको के छ त त्यही हो। अब यो लेभलमा एकदम राम्रोसँगले चाहिँ कन्सोलिडेसन्स गरिरहेछ होइन। कुनै पनि बेला अब हाइड्रोमा मोमेन्टम आउँदैछ भने यसमा पनि ब्रेकआउटहरू आउन सक्छ र मुभहरू आउनु दिन सक्छ। सो ब्रोकर होल्डिङ यहाँदेखि हेर्छौँ भने चाहिँ हायर लोजहरू बनाउँदैछ। सो मेबी एकुमुलेसन्सहरू स्टार्ट भइसकेको छ। अब योले हाईहरू यसले ब्रेकआउटमा यो हाईहरू पनि ब्रेक गरेर जान्छ भने चाहिँ फेरि हायर लोको सिरिजहरू होइन बढाउँदै जान सक्छ, ब्रोकर होल्डिङ बढ्दै जान सक्छ है त। सो पोजिटिभ नै छ। अर्को के छ एमएसएचएल एनएसडिएल होइन, एमएसएचएल। सो एमएसएचएलको चाहिँ ब्रोकर होल्डिङ एकदम राम्रो छ है, बट स्टक चाहिँ अलिक चपी छ। सो अहिले बाई पोइन्टहरू चाहिँ आएको छैन होइन। बट के छ त बाई पोइन्ट, अब कसैले सपोर्टमा बाई गर्ने हो भने चाहिँ मेबी आएको पनि हुनसक्छ सपोर्टतिर होइन। यो सपोर्ट एरिया हो,
यतातिरको स्टप लस राख्ने हो भने होइन, नभए ट्रेन्ड ट्रेडरको लागि चाहिँ अलिकति बाई पोइन्टहरू आइसकेको छैन अहिलेको अवस्थामा र ब्रोकर होल्डिङ चाहिँ एकदमै स्ट्रङ देखिन्छ है। त्यस्तै एनएसडिएलको हेरौँ, एनएसडिएल। सो एनएसडिएलको चाहिँ यो लेभलदेखि ब्रोकर होल्डिङ चाहिँ अलिकति घटे जस्तो देखिन्छ होइन। र अर्को कुरा भनेको चाहिँ स्टेज 1 ब्रेकआउट गरेर फेरि त्यो स्टेज 1 ब्रेकआउट फेल भएर भित्र चिरेको छ। एगेन अब यो रेजिस्टेन्स टेस्ट गर्छ, टेस्ट गर्दैछ र फेरि ब्रेकआउट गरेर माथि सस्टेन भएपछि चाहिँ त्यसपछिको बाई पोइन्टहरू हेर्न सकिन्छ है त। जेबिबिएल लिडर बन्न सक्छ, जेबिबिएल लिडर बन्न सक्छ, बट त्यसको लागि कन्डिसन्सहरू चाहियो होइन। स्टक्सले एकदमै राम्रो ग्रोथ गर्नु पर्यो है, अर्निङ ग्रोथहरू गर्नु पर्यो, त्यसपछि त्यही अनुसारको एकोमुलेसन्सहरू स्मार्ट मनीले गर्दै जानु पर्यो, त्यही अनुसारको स्ट्रेन्थ देखिन थाल्नु पर्यो, लिडर स्टक्सको स्ट्रेन्थहरू देख्न थाल्नु पर्यो। लाइक पहिलाको एउटा मुभ आएको थियो जेबिबिएलमा होइन, यो मुभ आउँदाखेरि कस्तो खालके रिलेटिभ स्ट्रेन्थहरू देखिरहेको थियो त्यो अनुसारको देखिनु पर्यो। त्यसपछि चाहिँ अब लिडर स्विङहरू आउनु सक्छ भन्ने हो। अहिलेको अवस्था चाहिँ त्यस्तो देखिँदैन है। सो एउटा ब्रोकर होल्डिङ पनि खासै त्यस्तो स्ट्रङ छैन र अर्को लिडर स्टक्स पनि देखिरहेको छैन होइन। सो त्यो कारणले गर्दाखेरि अहिलेको अवस्थामा चाहिँ छैन, बट भविष्यमा हुनसक्छ। एन्ड अर्को एसएआइएल एन्ड टिटिएल सेलको हेरौँ। सो सेलको के छ त भन्दाखेरि राम्रो छ है त, राम्रो छ। एउटा मुभ दिएर चाहिँ यो लेभलमा चाहिँ एकदमै हुन्छ नि कन्सोलिडेसन गर्न सक्छ। यदि यो ब्रेक गरेर गयो भने त फेरि तल चढ्छ अलि राम्रै होइन, तलैसम्म। बट ब्रेक गरेर यी माथि नै कन्सोलिडेट गर्छ र यो माथिको हुन्छ नि एउटा के भन्छ डिसेन्डिङ च्यानल ब्रेक गर्छ माथि भने त्यसपछि र भोल्युम स्ट्रङली आउनु पर्यो यो लेभलमा होइन। ब्रेकआउट गर्दाखेरि भोल्युम स्ट्रङली आउँछ भने त्यसपछिको अप मुभहरू फेरि आउन सक्छ यसमा है त। सो त्यसको लागि चाहिँ स्ट्रङ छ। अब अझै आगामी दिन केही समय चाहिँ कन्सोलिडेसन गर्न सक्छ है त। सो अहिलेसम्म चाहिँ पोजिटिभ मान्न सकिन्छ। तल ब्रेक गरेन भने, तल ब्रेक गऱ्यो भने फेरि नेगेटिभ हुन्छ, माथि ब्रेक गऱ्यो भने पोजिटिभ है त यसको अहिलेको अवस्था हेर्दाखेरि। टिटिएल ब्रोकर होल्डिङ चाहिँ लो बनाउँदै जाँदैछ, त्यस्तो छैन होइन पार्टिसिपेसन। बट अब प्राइस सेक्सन वाइज स्विङ खेल्नको लागि चाहिँ अब ब्रोकर होल्डिङै नभए पनि राम्रोसँग जान सक्छ, फेरि क्याचअप गर्न सक्छ फेरि ब्रोकर होल्डिङ होइन, पछि फेरि इन्ट्री गर्न सक्छ। र प्राइस सेक्सन हेरेर गर्नुहुन्छ भने केही समय कन्सिडर गरेर यो हाई टेक डाउन गरेपछि चाहिँ 1021लाई ब्रेक गरेर माथि जान्छ भने त्यसपछि फेरि अर्को स्विङको लागि हेर्न सकिन्छ हामीले है। र अर्को के भन्छ फाइनेन्स किङ एमएफआइएल, ब्याङ्किङ एसबिएल, हाइड्रो किङ रादिस हुनसक्छ, त्यही देखिरहेको छ अहिले त। एन्ड एकेपिएल एन्ड शिवम, एकेपिएल। सो एकेपिएलमा के भइरहेछ त भन्दाखेरि चाहिँ एकदम गजबको भइरहेछ है त। अब एकदम चप्पी फेज त थियो, बट ठ्याक्कै तपाईँको रेजिस्टेन्समा गएर चाहिँ कन्सोलिडेसन गर्दैछ है। सो रेजिस्टेन्समा गएर कन्सोलिडेसन गर्दैछ भन्नुको मतलब अब यो टाइट क्यान्डल्सहरू बनाएर चाहिँ आज भोल्युम पनि हेभी आएको छ ब्रेकआउट नभइकन होइन। सो भोलि प्रोभाब्ली ब्रेकआउट गर्ने चान्स एकदम हेभी छ होइन। यदि यो रेन्जहरू भोलि ब्रेक गरेर माथि छिर्छ भने प्रोभाब्ली बाई हुनसक्छ होइन, बाई पोइन्टहरू ट्रिगर हुनसक्छ। सो ओभरअल बिग बेस छ, एकदम लामो बेस छ। सो त्यो कारणले गर्दा यदि सक्सेसफुल भयो भने राम्रो स्विङहरू जान सक्छ है त त्यो। सो पोजिटिभ छ है। एन्ड शिवमको पनि राम्रै छ है त। अब सिमेन्ट स्टक्समा सबभन्दा बेस्ट नै यही होला अहिलेको अवस्थामा। सो अब यो लेभलमा रेजिस्टेन्सहरू त छ, बट यो लेभलमा टाइट एक्सनहरू बनाउँदैछ। अझै केही समय कन्सोलिडेसन गरेर ब्रेक गर्छ भने चाहिँ एकदम पोजिटिभ हुनसक्छ। ब्रोकर होल्डिङ यहाँदेखि नै बढ्न थालेको हो होइन। जुन बेला मार्केट एकदमै डाउन भइरहेको थियो त्यतिखेर पनि यसले होल्ड गरिरहेको थियो। सो त्यही हो, रिलेटिभ स्ट्रेन्थ पनि यहाँदेखि नै यसले हायर लो सिरिज बनाएर छ। सो कुनै पनि बेला ब्रेक गर्छ भने राम्रो मुभ दिन सक्छ है त, प्रोभाबिलिटी चाहिँ छ। जस्तै एसवाई प्यानल एनालाइसिस, एसवाई प्यानलको एनालाइसिस गरिदिउँ है त के कस्तो छ। एसवाई प्यानलको सेम एसएआइएल जस्तो छ होइन। अब हेरौँ केही समय यो लेभलमा है। सो यो लेभलमा केही समय हेरौँ र रिलेटिभ स्ट्रेन्थ पनि स्ट्रङ देखिन्छ। त्यतिखेर ब्रोकर होल्डिङ पनि फ्ल्याट हुन थाल्छ र ब्रेकआउट गर्छ भने त्यसपछि मुभ राम्रो आउन सक्छ। धेरै यो मुनि चाहिँ ब्रेक गर्नु भएन कि 1744 भन्दा मुनि ब्रेक गरेर जान्छ भने स्ट्रक्चर बिगार्छ यसले, तलतिर जान सक्छ होइन। सो यही भित्र रहेर कन्सोलिडेसन गरेर ब्रेक गर्छ भने चाहिँ एकदम राम्रो हुनसक्छ अहिलेको अवस्थामा। त्यसपछि अर्को के छ युएलबिएसएल। सो के छ त युएलबिएसएल भन्दाखेरि अहिले
सपोर्टतिर आएको छ होइन, अब सपोर्टतिर आएको छ। सो अलिक टाइम लाग्न सक्छ। अब सपोर्टतिर बाई गर्नेले त एकदम राम्रो यो लेभलको स्टप लस पनि हामीले हेर्न सकिन्छ। बट टार्गेटको लागि चाहिँ अहिलेको लागि चाहिँ त्यही हो, सपोर्ट एन्ड रेजिस्टेन्स गेम खेल्नु पर्यो, नट अ लिडर स्टक्स टाइपको स्विङ खेल्ने होइन, सपोर्ट एन्ड रेजिस्टेन्सको गेम खेल्न सकिन्छ स्टकमा अहिलेको लागि चाहिँ है। सो त्यही हो है त। एन्ड अरू के छ, थ्याङ्क यू वेलकमहरू छैन है त। सो यति नै रहेछ आजको लागि। सो अब आजको के क्वेसनहरू छ कमेन्ट गर्नु होला होइन, स्टकको बारेमा भोलि एनालाइसिस आइहाल्छ। र त्यति भन्दै राम्रोसँगले सिकेर बुझेर ट्रेड गर्नु होला। इफ ट्रेड राम्रोसँगले सिक्नु मन छ भने वाट्सएप नम्बर छ, त्यहाँ मेसेज गर्नु सक्नुहुन्छ होइन, त्यसपछि सिकेर गर्न सकिन्छ होइन। र आजको लागि चाहिँ यति नै है त। सो सी यू इन नेक्स्ट भिडियो।